अब हामी तँलाई सोध्छौँ, रुद्रमान, तेरो जार कायल भयो, तैँले यसलाई के गर्नु माग्छस्? यसको उत्तर मैले दिनु पर्दैन। गोर्खा राजको हुकुम छँदैछ। त्यही छैन पछिको मन परेको छ कि छैन? त्यो काफर छैन भने आफ्नो कसूरमा त्यसलाई घिच्न थापोस्। होइन, यो दोषी गर्नु मात्रै बहादुर छ। आफ्नो प्राणको लागि काफर छ भने गोर्खा रीतिले भनेकै छ। मितेरी घर भनेपछि बिहा मैले खुसीले गरेँ। त्योभन्दा तसँग छिटो सम्बन्ध मेरो अर्को चटुली त्यो किन बिर्सेको तैँले? मरेको छैनस्। हामी कसैको पनि आफूले चाहे जस्तो जीवन हातमा हुँदैन रहेछ। कता कताबाट कसैले बिगारिदिँदो रहेछ। अरूले घरि बिगार्दै लग्यो। बिगार्दा अन्तमा जीवन बन्छ। जीवन त्यही नै रहेछ। मेरो लागि काफर नहुनु नै जीवन हो।